अलि अगाडि जानुपर्ने रहेछ कि यस्तो अप्ठ्यारो गरेर लानुपर्छ दफनको लागि परमेश्वरलाई महिमा गरेपछि यस्तो अप्ठ्यारो गरेर लानुपर्छ परमेश्वरको जनहरूको शरीरलाई दफनको लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरू दिनको लागि दफन जग्गाहरू पाउनको लागि प्रार्थना गरिदिनु होला यस्तो अप्ठ्यारो छ यो अप्ठ्यारोमा हामी हिँड्नुपर्ने हुन्छ क्रिस्चियन जीवन साह्रै अप्ठ्यारो र दुःखदायी जीवन हो बाँचिन्जेल त गाह्रो हुन्छ तर मरिसकेपछि पनि यतिको अप्ठ्यारो गरेर लिएर जानुपर्ने हुन्छ जग्गा धेरै पर्ने 2.5 घन्टाभन्दा बढी लिएर जानुपर्ने हुन्छ जुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो मृत्यु पछि तर जीवन अर्को छ विश्वासी सबैलाई मृत्यु पछि तर जीवन अर्को छ विश्वासी सबैलाई विश्वास गरौँ न स्वर्गीय पितालाई विश्वास गरौँ न स्वर्गीय पितालाई एक बारको जुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो क्रुसको निर्दयी मृत्युलाई सहन प्रभु नै आउनु भो क्रुसको निर्दयी मृत्युलाई सहन प्रभु नै आउनु भो उनैले हाम्रो पाप उठाइलानु भो उनैले हाम्रो पाप उठाइलानु एक बारको जुनियो लानु त के छ मरेर जाने जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो जसले उनमाथि विश्वास गर्नेछ नासुने छैन नै जसले उनमाथि विश्वास गर्नेछ नासुने छैन नै पाउनेछन् तिनैले अनन्त जीवन पाउनेछन् तिनैले अनन्त जीवन एक बारको जुनियो लानु त के छ र मरेर जाने हो
जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो स्वीकार एक बारको जुनियो सङ्घर्षको बाटो लानु त के छ र दफन जिल्ला मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो मृत्यु पछि तर जीवन अर्को छ विश्वासी सबैलाई मृत्यु पछि तर जीवन अर्को छ विश्वासी सबैलाई विश्वास गरौँ न स्वर्गीय पितालाई विश्वास गरौँ न स्वर्गीय पितालाई एक बारको जुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो क्रुसको निर्दयी मृत्युलाई सहन प्रभु नै आउनु भो क्रुसको निर्दयी मृत्युलाई सहन प्रभु नै आउनु भो उनैले हाम्रो पाप उठाइलानु भो उनैले हाम्रो पाप उठाइलानु भो एक बारको जुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो परिवार त त्यहाँ अगाडि आउनु है परिवार त अगाडि आउनु नाति पनाति हेरेर के गर्नु परिवार जति परमेश्वरको भन्छौँ है एक बारको जुनियो लानु त के छ र माटो जानी हो मरेर जानी हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो माटोमा मिल्ने हो मृत्यु पछि जीवन अर्को छ विश्वासी सबैलाई विश्वास गरौँ न स्वर्गीय पितालाई एक बारको जुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो सुकुनी दाई मृत्युलाई सहन प्रभु नै आउनु भयो उनैमा हाम्रो पाप
उठाइ लानु भो एकबारको जुनियो लानु त के छ र माटेर जाने हो मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो जसले उनीमाथि विश्वास गर्दछन् नसुनी छैन नै नैले अनन्त जीवन एकबारको जुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो एकचोटि प्रभुलाई धन्यवाद चढाउँ धनी मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा हालेलुया सर्वोच्चमा विराजमान परमेश्वर तपाईलाई धन्यवाद दिन्छौँ यस गरी प्रभु हामी यो दफन प्रभु तपाईँको दान छोडाएको शरीर मृत शरीर माथि यस ठाउँमा उपस्थित रहेका छ प्रभु यहाँ जुन तपाईँले यो घटनाहरू जुन प्रभु यो आफ्नो जीवनलाई शरीरलाई विश्वास गर्नेछ नासुने छैन नै जसले उनमाथि विश्वास गर्नेछ नासुने छैन नै पाउने छ कार्यहरू गर्नमा प्रभु तपाईँको प्रभु तपाईँलाई धन्यवाद अहिले प्रभु तपाईँ हामी विश्वास गर्छौँ यो प्रभु बुवा तपाईँको हातमा हुनुहुन्छ यो मृत शरीर यहाँ भए तापनि प्रभु तपाईँमा हुनुहुन्छ हाम्रो यही विश्वास छ तपाईँले गर्नुभएको महान कामको निम्ति धन्यवाद प्रभु विश्राम दिनुभएको निम्ति धन्यवाद साँच्चै नै मानिसलाई परमेश्वरले माटोबाट बनाउनु भयो भनेर बाइबलको धर्मशास्त्रले भन्दछ अनि माटोबाट बनाउनु भयो उहाँले आफ्नो सास फुकेर जीवित प्राणी बुद्धिजीवी प्राणी बनाउनु भयो अनि आखिरी उहाँले फेरि मानिस जातिलाई आफ्नै राज्यमा दोहोऱ्याउनु भयो अनि हामी त्यो कुरा हेर्नेछौँ किनकि हामी माटोको शरीर फेरि माटैमा जानुपर्नेछ जान्छस् भनेर भन्नुभयो अनि हामी यो वचन पढ्छौँ उत्पत्ति 19 अध्याय माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस् किनकि माटैबाट त निकालिएको थिइस् त माटै होस् र माटैमा फर्किजानेछस् भनेर तपाईँ हामीलाई सृष्टि गर्नुहुने परमेश्वरले भन्नुभएको कुरा हो त्यस कारण हामीले सन्तोषै मान्नुपर्छ हामी जोसुकै किन नहौँ एक दिन माटोमै फर्किनुपर्छ यहाँ चाहिँ हाम्रो दाजु यहाँ परमेश्वरले भन्नुभए अनुसारै माटोमा हुनुहुन्छ अनि हामी उहाँलाई माटो दिएर अनि उहाँलाई एकदमै हामी एकदम प्रभु कहाँ राख्दछौँ हुन्छ छोराहरूले माटो लिनुहोस् अनि माटो दिनुहोस् प्रभुले त्यही कुरा भन्नुभएको छ ल माटो दिनुहोस्
पाउने छन् तिनैले अनन्त जीवन एक बारको सुनियो लानु त के छ र मरेर जाने हो जीवन यहाँ यो अमर छैन नै माटोमा मिल्ने हो जय मसीह सबलाई